गाइज के छ नि हैन म चाहिँ टक्कसँगले फेरि पनि यहाँनिर चाहिँ मार्केट आइरहेको छु हैन मार्केट आइरहेको छु लुलुमा हैन यहाँनिर लुलु देखिराख्नु भएको छ होला हैन लुलुमा आइरहेको छु हैन अब यहाँनिर चाहिँ फेरि म ट्याक्सीमा यहाँनिर हाम्रो दोस्तसँग त्यही भएर अब म फेरि यहाँदेखि खोलेर चाहिँ यता जानुपर्ने हुन्छ हैन टक्क म चाहिँ लुलु छिरिसकेँ हैन आइटमहरू चक्लेटको आइटमहरू सबै रहेछ यहाँनिर हैन स्वाटसँगले यहाँ चाहिँ के छ भाइ भाइसँग टक्क हात मिलाउनु पर्ने हुन्छ त्यही भएर हैन अब म चाहिँ यता जानुपर्ने हुन्छ हैन उहाँको यता मैले चाहिँ के लग्नुपर्ने भन्ने कुरो छ हैन त्यही भएर म यस्तै छ ए भोपाल छ पनि लिइसकेँ अनि यो पनि लिइसकेँ यसको प्राइस रहेछ क्या 7 रियल 6 रियल रहेछ हैन अब फेरि म यता जानुपर्ने हुन्छ हैन अब लास्टमा फेरि यता अब फेरि बच्चा यस्तो बसिरहेको छ लास्टमा फेरि मैले यहाँ दिनुपर्ने हुन्छ हैन लास्टमा त्यही भएर राम्रो छ अब यहाँ कति कति प्राइस हो यसलाई हैन गरिरहेको छ काम हैन अब कति गर्नु फेरि म यता जानुपर्ने हुन्छ क्या अरू सामान पनि लिनुपर्ने हुन्छ होइन अरू सामान पनि दिइरहेको अब होइन यो सामान छ अरू के लाने अब मैले भनेर हो होइन अब यहाँ यस्तो सापहरू त बाफ्रे बब्बाल सापहरू त फाल्दै रहेछ त्यो भएर फेरि म चाहिँ अब चिकन पनि बोकेर जानु पऱ्यो क्या चिकन कति सानो रहेछ नि त बच्चे रहेछ सक्सेस पनि रहेछ कस्तो सानो सानो चिकनहरू रहेछ सानो रहेछ मैले लिएर गइनँ यहाँनिर चाहिँ हेर कस्तो लालवाला पनि फिस रहेछ हेर एउटा ब्ल्याक फिस कत्रो लामो हेर यो त बाफ्रे यो सार्को नि थाहा छ कि छैन यो सार्को होइन यो माछा चाहिँ बब्बाल छ यो त के हो काठहरू रहेछ है त्यही भएर यता जानुपर्ने हुन्छ होइन यहाँनिर पनि फिस रहेछ है होइन म चाहिँ फेरि अर्को ठाउँ जानुपर्ने हुन्छ त्यहाँ जान्छु होइन म चाहिँ अब फेरि पनि एउटा राइस पनि खानुपर्ने होइन राइस पनि सकिरहेको छ होइन सुजहरू पनि हेरिदिउँ न त आएको बेलामा आएकोमा सबै हेरिदिउँ न त बफ्रे सुजहरू त बब्बाल छ त फुटसल सुजहरू रहेछ म चाहिँ मन परेन मलाई मन परेन होइन त्यही भएर सुजहरूमा फेरि म यता राइस भएकोमा लिएर जान्छु हजुरहरूलाई आइसकेँ ल यता राइस भएको ठाउँमा त आइपुग्ने रहेछ नि त म अर्को ठाउँमा आएको छु राइसहरूको जग्गा चाहिँ यहाँनिर अब यो मैले अस्ति लिएर गएको यो चोरी कि जोरी भनेको थियो होइन अब यहाँनिर हेर्दैछु होइन अब मैले टक्कसँगले हेर्दैछु के अब निस्किनु लागेको बाहिर होइन अब पे गर्नुपर्ने हुन्छ होइन अब पे गर्नुपर्ने हुन्छ निस्किनु लागेको अब होइन त्यही भएर अब यता जानुपर्ने हुन्छ मैले सामान चाहिँ खासै दिएको थिएँ नि एउटा चिकन बोकेँ अनि त्यही बोकेँ दुइटा यो जिन्जर लिनु बोकेँ होइन त्यो भएर अनि लास्टमा अब अरू के लानुपर्ने छ मैले होइन है लास्टमा फेरि म यता जाँदैछु त्यही भएर अब म कहाँनिर जानुपर्ने हुन्छ भने चाहिँ यहाँनिर जानुपर्ने हुन्छ होइन यहाँनिर त बक्स राखिदिइरहेको छ त यता खाली छैन
बक्स रहेछ जानुपर्ने हुन्छ अब यहाँको बक्स राखेर मैले चाहिँ सामान लिइसकेर होइन फर्किँदै गरेको होइन लास्टमा चाहिँ मेरो चाहिँ बिल चाहिँ लास्टमा 20 रियल ट्याक्कै भएछ होइन त्यही भएर हेर्दाखेरि सामान चाहिँ यतिमा रहेछ लास्टमा भरे एटिएम आउने काम पनि थियो र सामान चाहिँ यति लिएर गइरहेको तर मैले जुन सामान लिन आएको थिएँ त्यो चाहिँ अब लास्टमा स्टकमा अगाडि राखिदिनु पऱ्यो भनेको तर त्यो सामान मैले भेटेन ठिकै छ अर्को मार्केट जान्छु हाइपर जान्छु यो लुटमा पाएन त्यही भएर होइन लास्टमा अब आज चाहिँ यति नै सामान चाहिँ लिएर गइयो होइन 20 रियलको है म चाहिँ निस्किसकेँ होइन उहाँ दाईहरूसँग भेट भयो होइन अब म चाहिँ त्यो राखिदिएको है लास्टमा सामान दाई राखिदिएको है ल दाईहरूसँग भेट भयो अनि राखिदिएको अब यहाँनिर चाहिँ फेरि यहाँदेखि लुलुदेखि निस्क्यो होइन लुलु आइपुग्यो अनि म चाहिँ निस्केको यहाँदेखि फेरि एउटा अब यहाँनिर चाहिँ टक्कसँगले दाईसँग भेट भयो रुम छेउकै दाई हो दाई हामीले टक्कसँगले फेरि कपाल पनि हावाले उठाएछ त्यो बेला दाईहरूसँग गएको हामी चाहिँ रुम गएको अब रुम फर्किँदै गरेको होइन टक्कसँग चाहिँ भइहालै छ लुलु मार्केट है नजिक छ रुम चाहिँ कि झन्मा त्यही भएर आउँदाखेरि चाहिँ ट्याक्सीमा गएको थिएँ त्यही भएर यता यता यस्तो छ क्याम्पहरू अब हामी चाहिँ मेरो क्याम्प चाहिँ धुस्सा छ होइन पुरा बिल्ली नै बिल्ली बस्छ यहाँनिर चाहिँ यहाँको क्याम्पहरू चाहिँ बबालै छ यो भित्रको चाहिँ होइन त्यही भएर कपाल पनि हावाले उडाएर जस्तो भइरहेको होला होइन मेरो त्यही भएर सबै सामान लिएर जाँदैछ होइन लुलुबाट रुम आइपुगेँ होइन अगाडि लुलुबाट लुलु मात्रै रुम आइपुगिसक्यो होइन अब उपर हावा चलेर उपर डिस्टर्ब भइरहेको होला होइन आवाज पनि कस्तो ग्यार 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 सुनिरहेको होला होइन तर हावा उपर लागिरहेछ दिउँसो त्यो गर्मीले उपर भइरहेको हुन्छ होइन तर नाइट भएपछि चाहिँ अब उपर हावा चल्छ क्या त्यही भएर अनि अब चाहिँ मेरो रुम चाहिँ यहीँ हो थाहा भइराखेको होला होइन उयो 95 ग्यारेजको पछाडि उयो ढोकामा जानुपर्छ होइन त्यही भएर अब फेरि अब के भन्ने एउटा हजुरहरूलाई होइन गाइजहरूलाई जस मलाई चाहिँ अब सब्सक्राइब चाहिँ गरिदिनु सेयर पनि गरिदिनु होला अनि कस्तो भिडियो लाग्छ कमेन्ट पनि गरिदिनु होला है।